हेलो गाइज एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ हामी सारा लाएर यता जङ्गलतिर घुम्न जाँदैछौँ। यहाँ हाम्रो केटाहरू, ल के हो केटाहरू, हाई भनिदिउँ न। विदेशमा बसिरहनु भएको सबैजनालाई आज हामी चाहिँ खसी हेर्न जाँदैछौँ। आज जङ्गलमा, जङ्गलको बिचमा अब के हुन्छ त्यहाँ हामीलाई देखाउँछौँ तपाईँलाई। अब खसी राम्रै पायो भने चाहिँ आज हामी लिएर पनि आउने प्लान छ, हेर्दै गर्नु, तपाईँहरूलाई देखाउँछौँ। ल हामी चाहिँ यस्तो टक्क नेपालको फिल आइरहेको छ यो बाटोमा हिँड्दा चाहिँ। यहाँ अङ्गुर खाने जतिले चाहिँ यहाँ कमेन्ट गर्नु होला है, कालो अङ्गुर अनि ल यस्तै छ। अब म अलि अगाडि गएर देखाउँछु तपाईँहरूलाई। गाइज अहिले हामी चाहिँ यहाँनिर आइपुग्यो। यहाँनिर बब्बाल घरहरू कस्तो दामी दामी सानो सानो चिटिक्क परेको घरहरू दामी छ यहाँ। आज चाहिँ सरर हावा चलिरहेको छ, मजा आइरहेको छ, यो वेदर पनि बब्बाल साथ दिइरहेको छ। ल केटाहरू हौ के भन्ने हो? अहिले छिटो भन्छ यार, वेदर एकदमै राम्रो छ आज, बब्बाल छ है घुम्नको मजा। आज चाहिँ मजा आइरहेको छ है घुम्न पनि, अरू बेला जस्तो घाम लाग्ने त्यस्तो भएको छैन, दामी छ। यो यहाँ त जता गए पनि अब फ्रुटै फ्रुट भेटाउँछ क्या। ल है अब यहाँ स्याउ टिपेर खानुपर्छ है। स्याउको बोट अगाडि छ गाइस, ओ स्याउको बोट अब टिपेर खानु पर्ला। यो यहाँ भोको चाहिँ भइँदैन है बाटो हिँड्दा। ल अब हामी चाहिँ यताबाट चाहिँ जानुपर्छ सिधै उत्यो माथि डाँडामा चाहिँ, त्यो माथिको डाँडामा पुग्ने हाम्रो लक्ष्य हो आज है। त्यहाँ अगाडि पनि थियो कि फर्म, यहाँनिर अगाडि पनि छ क्या छन्दै, तर अस्ति नै हामीले मान्छे भेटाएन क्या। होइन बाख्राको अनि कुखुराको फार्महरू थियो क्या त्यहाँनिर। है आज खसी किन्ने प्लान सक्सेस हुन्छ कि हुँदैन है। दसैँ मनाउनु पऱ्यो, के गर्नु, विदेशमा भए पनि दसैँ त मनाउनु पऱ्यो होइन त। यहाँ हो कि केटा, यहाँनिर पनि फर्म छ यहाँ हेर्न। ल यहाँनिर पनि छ है केटाहरू, म देखाउँछु, तर यहाँ मान्छे चाहिँ हुँदैन। के हो त्यो बिरालोले हेर कसरी हेरिरहेछ, आम्मामा बिरालोको लुक्स हेर त, लुक्स आम खाउँला जस्तै हेरेको थिएँ। ल ढुक्क बिरालोले बाटो काट्यो यार, हुन्न जानुहुन्न यार, ढुक्क यार बिरालोले बाटो काट्यो यार। कुकुर त खतरा हेर न केटा, भेडा बाख्रा डेस्टिनेसन आउँदैछु हो, त्यहाँनिर हो डाँडामा च्याट लाएर केटा हो। बबाल ठाउँमा आयो है हामी, दामी माथिदेखि तल क्राइवाको भ्यू देखाउँछ है म अहिले। फाइनली गाइज हामी चाहिँ यो डाँडामा आइपुगेको छौँ केटाहरू, यता छ चटपाडामा। ल हामी चाहिँ अब टक्कलाएर इन्ट्री भइसकेको, यहाँ जङ्गलको बिचमा छ क्या फार्म। छिटो छिटो भाइ छिटो कुद्यो। ल यहाँ घोडा पनि रहेछ हौ, भारी पाएको त उयो पारि को मान्छे आयो, यो गइसक्यो क्या यिनीहरू। ल कुकुर कुकुर चाहिँ केटा हौ भाइ फाइट। है आइसक्यो यार कुकुरहरू।
कुकुरहरू भोकै छ जङ्गलको बिचमा हेर्छ नि ओ घोडामा चाहिँ को राइड हान्नुपर्छ कि केटा नभाग है केटा है भाग्यो भने कुद्छ ल केटा अब यो हामी अब यो कुकुर कति धेरै छ पुगै छ उही मान्छे होला यो फिल्ममा सुटिङ गरेर घोडा हो घोडा टेस्ट घोडा निस्छ यहाँनिर चाहिँ फर्म छ केटा हो हजुर भाइ उता छ क्या बेङ्गल टाइगर Salut! Eu sunt la tine? Da. Ce faci? Eu fac bine. Oh, poți. Tu ce faci? Bine. Are. Mult câine. Câte are aici câini? 16. 16 60 ora. Cu toți? O 23. 23? Hai. Mergem. Ia și număr, ia uite. 1, 2, 3, gata. Hey, gata. है हामी चाहिँ अब चट लाएर हेर्न जाँदैछौँ यो बुढाले चाहिँ हामीलाई काभ्रा देखाउँदैछ घोडा खै घोडा राइड हान्नु पर्ला कि वा काल मेरो Călărești calul? Da. खतरा छ त घोडा आता मारे काल मेरो न E bătrână. बत्रा da किती आणि आहे O 23. लगडा चाहिँ एन्ट्री भयो अब के छ यहाँ देख्छौँ अब हामीले Cucurile de companie. त्यो भोटेको कुकुरले सबै कुकुर छ सबै छ ल पामा यो भेडाको ऊ काटेर त्यहाँ राख्दो रहेछ यार रौ काटेर ओ मकै सकै सुकाएको त्यहाँ त ल गाई पनि पालेको रहेछ हो Mă, unde munciți voi? La aici Electro Mall वा फेरि अर्को यार यो कुन कुकुर हो La Melis, deloc. Da, Aici, jos la Melis. nu La Electro Mall Eu venit la înainte, eu numărul tău, eu luat. Știu. Da. लकडा भेडा काभ्रा यहाँ रहेछ बादे पिछवारा फुर्लोस सरा नाचेलाई asta pur șuca mare Mare, mică. Mare Mare, mică. यो बाख्रै हो त Hai pe ăla. asta त्यो त ठुलो खदा यार केटा हो बोका रहेछ होइन डेन्जर छ बोका रहेछ यार ल उयो चाहिँ किलोग्राम हो आस्ता यो चाहिँ ठिक छ केटा हो यार Păi eu știu cât o aveai. यो चाहिँ ठिक छ ल यो ठिक छ। ए डन हेर है यो चाहिँ ठिक छ जस्तो छ है ल केटा के हो कति किलो जति होला ल ए हानु है यो डन छ यार कति किलो जति होला यो अन्दाज आएर नि क्रेता asta cât kilograme? 15? ल यही हान्नु जस्तो छ हो केटा हो O avea 20 și acum. Cabra atât, da? Cabra atât. Puteți mai dau cu asta mică dacă vrei. Ăla de acolo. Asta de mare. Ăla mare, vezi? Asta e bine. Ăla e bine, vă lăsăm două. Oval छ है केटा हो Cum te cheamă? Ionuț. Ionut?
ओके कडा हो यो पनि काभ्रै रहेछ त कडा सिङ्गो नभएको गुल्लो छुट्ने आज तर राम्रो चाहिँ यही छ क्या राम्रो चाहिँ ल बोका कडा हो जङ्गी बोका रेडी भयो है दसैँको लागि हाम्रो हो त एक लट उन्दे uitat astăzi vrei capra după aia ai venit la foc noi are la festival da vreau să capra mănâncă toate festival da ओले बुङ्गुर पाम केडा हो बुङ्गुर कालो बुङ्गुर पाउँदो रहेछ त आज त नेग्रो पर्दै पनि ल आज त किती बानीला 1 किलोग्राम छाउरी रहेछ सबै यार आज त 1 किलोग्राम किती बानी ल नेग्रो capra după aia vei la pentru porc के हर त्यहाँ कत्रो कत्रो छ यार आमा मारे राम पर्ते मारे मामा ओ याउ इते पर्ते मारे मामा किती किलोग्राम हो ना क्रेता ओ सुता चिन्जेज मामा हाम्रो त छ ओ छि पछिको लागि रेडी हुँदैछ अब यहाँ टक्कै आएर काट्छौँ तपाईँहरूलाई देखाउँछु हाम्रो यो डोम सर्ट हो क्या डोम सर्ट पगडा हो हाम्रो चाहिँ यहाँ भाँडाकुँडा रेडी भइसकेको छ चट्टर धोएर दही पखाली गरेर खसी काट्नको लागि के गर्ने हँसिया भयो त च्याप्प गरेर काट्नु हुन्थ्यो है कसो हो भाइ अच्छा ब्रन्च ओ ब्रन्च या बुन asta bun त्यो सुँगुर त होला नि हैन 1 कुइन्टल के रे धेरै छ हौ 150 150 किलोग्राम होला सायद यसले त बोका झ्याप कुकुरले चाक सुई कुकुरले पो टोक्न खोज्छ यसले पो शिकार गर्दैछ यो अगाडिबाट भिडियो बनाएर अगाडि गएको कुद्दै बोका रेडी भइसक्यो हो हामी काट्न जाँदैछौँ तिमी भाइ भिडियो गर है मारे भिडियो बनाउनु र राख्दै हुन्छ त्यहाँ युट्युबमा त कहाँ यसलाई मार्छ थाहा भइसक्यो त्यो पहिलोवाला लिएर आउने यसले के पैसा अनि यता चाहिँ हामी टक्क यहाँ दाउरा काट्दै यहाँ अब बार्बिक्यूको लागि रेडी गर्दैछौँ अब हेरौँ कस्तो हुन्छ देखाउन नै छु गाइज म आज चट्टोपारमा रमाइलो बवाल हुँदैछ के हो बुढाले त पुरै मेसिनै स्टार्ट गर्नु लाग्यो त रेडी सब व्यवस्था रहेछ केटा हो यहाँ सबै व्यवस्था रहेछ ल दाउरा बुढाले हामी चाहिँ ल स्पिकरको पनि व्यवस्था हुँदैछ बवाल दामी रमाइलो हुँदैछ केटा हौ Nu mai fac nimic, ca eu... Ce? Ia. Ia pe ăla cu 3 ce spui eu, că nu faci nimic așa. के भन्दैछ मुराले ल त रेडी हुँदैछ है ल है अब यहाँ चाहिँ रेडी हुँदैछ केटा ल
ल भाइ म माल बोल्दै गर है ओ मेरा टेक्निक तो कडा रहेछ यार टेक्निक खतरा रहेछ यार यसको त दा यो छाला गरेर राख्छ हैन छाला गरेर राख्छ नि पोरको चाहिँ खान्छ यिनीहरूले यो काब्राको खाँदैन कि छाला प्लेन छाला पोल्नु पर्ला जस्तो छ केटा के छ विचार बारबेक्यू हुँदैछ एउटा हो हाम्रो कडा हो बारबेक्यू हुँदैछ हाम्रो आज खसी ढालेको ल चेयर्स ल चेयर्स चेयर्स नारोक एकले छोडिदिनु मलाई उदय भाइ म त चढ्दिनँ भयो दाइ म त चढ्दिनँ एक्लै जान्छ त घोडा त Hai că știi. Are pe pere. Pe मेरो यो दुखेर काट लाग्यो हो बोकाको अन्डा पोल्दै हामी चाहिँ है त बल्ले बल्ले हो क्या डान्स कम्पिटिसन
गाइज अब चाहिँ हामी चाहिँ चट्ट लाएर फर्किसक्यो यहाँदेखि